Yo, what's good YouTube? I'm back again with another brand new unboxing भिडियो लिएर सो आजको पेयर रहेको छ यो वर्षको एकदम धेरै एन्टिसिपेटेड गरिएको स्निकर अनि यो स्निकर चाहिँ स्पेसल्ली अहिले भइरहेको ओलम्पिकलाई रिप्रेजेन्ट गरेर निकालिएको छ सो त्यही भएर एकदम स्पेसल नि छ है अनि प्राइस पनि हल्का इन्क्रिज गरिएको छ प्रोडक्सन वाइज पनि हल्का लिमिटेड अमाउन्टमा चाहिँ ड्रप गरिएको छ सो त्यही भएर आजको पेयर चाहिँ एकदम धेरै स्पेसल रहेको छ सो मैले चाहिँ यो पेयरलाई चाहिँ लगभग नाइकी एपबाट रिटेल प्राइसमा नै अर्डर गरेको थिएँ सो दुईटा अर्डर गरेको थिएँ एउटा चाहिँ नाइकीले थाहा भएन है मेरो साइज चाहिँ अलमोस्ट सोल्ड आउट भइसकेको थियो सो त्यही भएर चाहिँ नाइकीले चाहिँ मेरो पाइसकेको स्निकरलाई पनि क्यान्सल गरिदिएको छ है किन गर्यो थाहा भएन अनि पछि डिटेलिङ हेर्दाखेरि चाहिँ मेरो साइज चाहिँ अलमोस्ट नभनौँ सबै सोल्ड आउट भइसकेको रहेछ अनि यदि तपाईँहरू पनि चाहनुहुन्छ भने चाहिँ यो पेयर चाहिँ नाइकी एपमा गएर चाहिँ तपाईँले मजाले रिटेल प्राइसमा नै ग्राब गर्न सक्नुहुन्छ फ्यु साइजहरू चाहिँ त्यही सिटिङ भइरहेको छ सो त्यही भएर चाहिँ तपाईँहरू गो एन्ड चेक इट आउट अनि ग्राब देम है सो अनि आज चाहिँ हामी अनबक्स गर्न गइरहेको पेयर चाहिँ यही हो है मैले अघि नै भनिसकेँ है यो चाहिँ एकदम धेरै कुल ग्रे हुन्छ नि सिमेन्ट कङ्क्रिट सिमेन्टको कलर दिएको छ बक्सलाई पनि सो हामीले फर्स्ट अफ अल बक्सबाटै सुरु गर्छौँ सो पेयरहरू चाहिँ बेसिकली अब भन्नुपर्दाखेरि चाहिँ अब भित्र के छ भनेर चाहिँ बाहिरको बक्सले नै रिप्रेजेन्ट गरेर हुन्छ सो त्यही भएर हामी जहिले पनि टक अबाउट बक्सको बारेमा है अनि यसको कलर हेर्नु पर्दाखेरि चाहिँ कङ्क्रिट सिमेन्टको कलर दिएको छ है कुल ग्रे अनि काइन्ड अफ स्ट्यान्डर्ड जोर्डनको बक्सहरू भन्दा चाहिँ हल्का मेटेरियल चाहिँ टेक्सचर चाहिँ डिफ्रेन्ट दिएको छ सो तपाईँले मजाले हेर्नुभयो भने चाहिँ यहाँ क्यामेरामा देख्नु भएको छ कि नै बट यहाँ पनि जम्पम्यानको लोगो ग्रेमै दिएको छ सो है हामीले चाहिँ यसरी हेऱ्यो भने चाहिँ त्यसलाई ट्रान्सपेरेन्ट जम्पम्यानको लोगो दिएको छ है अनि यहाँ चाहिँ कतिको देखिरहेको छ अनि बक्स इट्स प्रिटी कुल है अनि तपाईँले साइडमा हेऱ्यो भने चाहिँ साइजको डिटेलिङहरू दिएको छ अलवेज वी टक अबाउट साइज ट्याग अनि यहाँ तपाईँको ट्रु साइज के हो यहाँ सबै हुन्छ है मेन्स वुमेन्स अब हामीले बक्स त सबै हेरिसक्यो अब बक्स भित्र के छ भनेर चेक गर्दैछु सो हामीले बक्स खोल्यो भने चाहिँ भित्र पनि लगभग यस्तै ग्रे कलरको दिएको छ है बक्स पनि ग्रे कलरको दिएको हुन्छ अनि यहाँ अनि यो पेपर दिएको छ त्यो पनि सिमेन्ट ग्राफिककै पेपर दिएको छ है जुत्ता हेऱ्यो भने चाहिँ यस्तो पाउन सक्नुहुन्छ जुत्तालाई निकाले फुल जुत्तालाई है म 1 2 3 ब्याङ ट्याङ ट्याडा सो यो पेयर रहेको छ एयर जोर्डन 4 ओलम्पिक एके वेट सिमेन्ट सो यो पेयर चाहिँ जुलाई 27मा चाहिँ रिलिज गरिएको थियो सो त्यो भनेको चाहिँ यो वर्षको ओलम्पिकलाई रिप्रेजेन्ट गरेर निकालेको पेयर थियो सो यो कलर वे चाहिँ पेरिसमा रहेको कपल स्टोन भन्ने स्ट्रिटबाट चाहिँ इन्सपायर्ड छ सो रिप्रेजेन्टिङ ओलम्पिक पेयर स्पेसल एडिसन सो योपालि चाहिँ यसको रिटेल प्राइस पनि हल्का इन्क्रिज भएको छ अनि हामीले रेगुलर स्ट्यान्डर्ड जिआर पेयरहरू जोर्डन 4 को जिआर पेयरहरूको चाहिँ लगभग $15 पर्थ्यो भने चाहिँ यसपालि चाहिँ यो पेयरलाई चाहिँ आई डोन्ट नो व्हाई है स्पेसल एडिसन अनि प्रिमियम लुक्स दिएको भएर नै होला अनि मेटेरियलहरू पनि त्यही अनुसार भएको भएर होला $225 गरिएको छ सो $10 चाहिँ इन्क्रिज गरिएको छ सो त्यही भएर हामीले पनि यो त पेयरलाई मजाले स्मुथ अनि लेदरहरू युज गरिएको छ अनि त्यसपछि यसको मेटेरियल अलि लुक्स प्रिमियम दिएको छ है अनि त्यस्तै गरी यसको होल मेटेरियल युज हेर्नुभयो भने चाहिँ स्मुथ नाइकीले चाहिँ स्मुथ अनि सफ्ट लेदर युज गरिएको भनेर क्लेम गरिएको छ सो अनि तपाईँले मजाले देख्न सक्नुहुन्छ स्मुथ स्वेट लेदर मड गार्ड एरियामा सबै काइन्ड अफ क्र्याक लेदर जस्तै मेटेरियल देख्न सक्नुहुन्छ अनि हामीले चाहिँ यसपालिको यो ओलम्पिक जोर्डन 4 को पेयरमा हेर्नुभयो भने चाहिँ रेगुलर जोर्डन 4हरूमा राखेको जस्तो नेटिङ चाहिँ रिमुभ गरेर डिफ्रेन्ट सेप दिएको छ है नेटिङहरूलाई चाहिँ सबै रिप्लेस गरिएको छ है
अनि हामीले यसको अनि ब्याक साइडमा हेऱ्यो भने चाहिँ अलवेज हामीले जम्प्यानको लोगो है, ट्रेडिसनल जम्प्यानको लोगो चाहिँ मजाले देख्न सक्नुहुन्छ। अनि यसको टङमा हेर्नुभयो भने चाहिँ तपाईँले टङ पनि डिफ्रेन्ट दिएको छ, डिफ्रेन्ट मेटेरियल के भन्छ यसलाई, सो या फिल्स प्रिमियम है। अनि एयर जोर्डन भनेर ग्रे डार्क ग्रेमा चाहिँ एउटा ट्याग दिएको छ है। अनि यसको सक लाइन एरियामा चाहिँ त्यो हो ग्रे स्मुथ मेटेरियल युज गरिएको छ, काइन्ड अफ के भन्छ सक लाइनरमा चाहिँ। सो या मेबी कम्फर्टेबलै हुन्छ होला, किनभने चाहिँ कम्फर्टेबल नै छ होला है, बिकज यो चाहिँ मेरो ट्रु साइज होइन, मेरो ट्रु साइज चाहिँ नाइकीले क्यान्सल गरिदिएको छ। सो त्यही भएर यो चाहिँ US 7 साइज हो। या नाइकीले चाहिँ मेरो ट्रु साइज चाहिँ रिजेक्ट गरेको छ, आई मिन क्यान्सल गरिदिएको छ। अनि यहाँ तपाईँले बटम लाइनमा हेर्नुभयो भने चाहिँ बटममा चाहिँ जम्प्यानको लोगो दिएको छ। त्यो भनेको चाहिँ अब ओरिजिनल कलर वे नभएको कारणले गर्दाखेरि चाहिँ जम्प्यानको लोगो दिएको छ। इफ यु सी ओरिजिनल पेयर कलर वेमा हेर्नुभयो भने चाहिँ तपाईँले चाहिँ नाइकी एयर भनेर नाइकीको सुज पनि सानो दिएको हुन्छ, डिफ्रेन्ट हुन्छ। यसमा चाहिँ जम्प्यानको लोगो दिएको छ भने यसमा चाहिँ नाइकी भनेर सो डिफ्रेन्ट ब्रान्डिङ गरिएको हुन्छ। यो चाहिँ ओरिजिनल कलर वे भएको कारणले गर्दा चाहिँ यो चाहिँ जिआर कलर वे, सो त्यही भएर पनि। अनि तपाईँले ब्याक साइडमा हेर्नुभयो भने पनि नाइकी एयर अनि जम्प्यानको लोगो, सो दिस वान इज ओरिजिनल कलर वे हो, सो यो चाहिँ जिआर कलर वे, सो त्यही भएर पनि। अनि यो चाहिँ स्पेसल लिमिटेड एडिसनमा ड्रप गरेको भएर पनि होला मेबी है, $10 चाहिँ इन्क्रिज गरिएको छ। सो रेगुलर जोर्डन 4हरू भन्दाखेरि चाहिँ यसको पछाडिको यो पनि आई फिल लाइक नट स्मुथ है, स्मुथ फिल भएन, यो चाहिँ हल्का हार्ड टाइपको छ, सो फ्लेक्सिबल छैन पछाडिको यो के भन्छ यसलाई। सो या अन द सेम कुल कलर वे। पर्सनली मेरो ओपिनियनमा भन्नुपर्दाखेरि चाहिँ आउट अफ 10 मा चाहिँ 7, बिकज कलर वे इज प्रिटी नाइस है। कलर वे एकदम कुल कलर वे छ, मलाई चाहिँ एकदम कलर वे चाहिँ मलाई पर्फेक्ट लागेको छ। अनि मटेरियलहरू पनि एकदम राम्रो तरिकाले युज गरिएको छ। ओभरअल लुक अनि कलर वे एभ्रिथिङ अन पोइन्ट है, सबै ठिकै छ। अनि यससँग चाहिँ एक्स्ट्रा सुलेसहरू चाहिँ केही दिएको हुँदैन है। नर्मली जोर्डन 4मा चाहिँ एक्स्ट्रा सुलेसहरू चाहिँ एड गरिएको हुँदैन, सो त्यो यसमा पनि छैन। अनि तपाईँले यदि एक्स्ट्रा सुलेस लगाउन चाहनुहुन्छ यसमा ब्ल्याक अनि अरू जुन मनपर्छ एड गर्न चाहनुहुन्छ भने चाहिँ आफैले गर्नुपर्छ, सो यो कम्पनीले चाहिँ दिएको हुँदैन। अनि यसको सोलमा पनि ग्रे कलरमा सबै होल मेटेरियल नै ग्रे कलर, डार्क ग्रे र लाइट ग्रेमा दिएको छ। अनि यसको मेन पोइन्ट भनेको एउटा चाहिँ रिप्लेस गरेको चाहिँ यसको नेटिङ, जोर्डन 4 रेगुलर जोर्डन 4हरूको युज गरेको नेटिङलाई चाहिँ रिप्लेस गरेर योभन्दा अघिल्लो ड्रप भएको क्राफ्ट जोर्डन 4 जस्तै यसमा पनि रिप्लेस गरिएको छ, नेटिङहरू छैन। ह्यान्डमा पर्नुभयो भने चाहिँ फिल गर्न सक्नुहुन्छ है यो कस्तो मेटेरियल भनेर। अनि आजको लागि चाहिँ यति नै गाइज। यदि तपाईँहरूलाई यस्तै स्निकरको कन्टेन्टहरू मनपर्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला, अनि सेयर कमेन्ट गर्नु होला। अनि यदि तपाईँहरूलाई यस्तै न्यू पेयरको बारेमा अनि अपकमिङ स्निकर अनि हाइप स्निकरहरूको बारेमा थाहा चाहनुहुन्छ भने चाहिँ मेरो टिकटक र इन्स्टाग्राम पनि फलो गर्नु होला। सो अपकमिङ स्निकर अनि त्यसपछि रिलिज हुन गइरहेको स्निकरहरूको सबै डिटेलहरू इन्स्टाग्रामको स्टोरीमा ड्रप हुनेछ। सो या त्यसको लागि चाहिँ तपाईँहरूले मेक स्योर है फलो गर्नु होला, अनि म पनि फलो ब्याक गर्नेछु। आजको लागि यति नै, यदि तपाईँहरूलाई ओके गाइज, आजलाई यति नै। यति भन्दै आजको भिडियोको अन्तिमतिर आइसकेको छ। सो यति जेलसम्मलाई हेरिदिनु भयो, थ्याङ्क यू फर वाचिङ, सी यू, पिस।